सपना त्यो होइन जो सुत्दा देखिन्छ, सपना त्यो हो जसले सुत्न दिँदैन। जीवनमा जसले सपना देख्छ उसले एक दिन अवश्य पुरा गर्छ, किनकि जब मानिसले सपना देख्छ उसले आफूलाई ज्ञान र सिपले निखारेर मेहनतसँग काम गर्ने गर्दछ। जब मानिसले आफूलाई ज्ञान र सिपले निखारेर मेहनतसँग काम गर्दछ उसले एक दिन आफ्नो सपना अवश्य पुरा गर्दछ। नमस्कार, म पदम गाहा, यहाँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। यदि यहाँहरूले अझसम्म पनि हाम्रो युट्युब च्यानल मिस्टर पदमजी सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नुहोस्, ताकि यहाँलाई यस्तै खालको प्रेरणादायी र जानकारीमूलक भिडियोहरू हेर्नबाट वञ्चित हुन नपरोस्। हो आदरणीय दर्शक महानुभावहरू, सपना देख्नु पर्दा साना होइन ठुला र महान सपनाहरू देख्नु पर्दछ। यसो भन्दै गर्दा यहाँलाई लाग्न सक्छ ठुला र महान सपना देखेर केही पुरा गर्ने, हामी त साना मान्छे भन्न लाग्न सक्छ। मान्छे सबै उस्तै हो। हरेक मानिसको नाक, आँखा, कान, हात, खुट्टा, मुख हुन्छ र साना मान्छेको पनि, ठुला मान्छेको पनि, महान मान्छेको पनि सबैको त्यस्तै हो। के सपना देख्ने बित्तिकै सबैको पुरा हुन्छ त? प्रश्न उब्जिन सक्छ। हो आदरणीय दर्शक महानुभावहरू, सपना देख्ने बित्तिकै पुरा हुँदैन। सपना देखे पछाडि पुरा गर्नको लागि हामीले मेहनतसँग काम गर्नु पर्दछ। हामीले आफूलाई ज्ञान र सिपले निखार्नु पर्दछ। हामीले नयाँ नयाँ आइडियाहरू खोज्नु पर्ने हुन्छ। हामीले एक्स्ट्रा अध्ययन गर्नुपर्ने हुन्छ। हामीले आफूभन्दा अग्रज र बुद्धिजीवीहरूसँग सरसल्लाह गरेर भेटघाट गर्नुपर्ने हुन्छ। जब हामीले यी सबै कुराले हामीलाई परिपक्व बनाउँछौँ त्यसपछि हामी आफ्नो सपना पुरा गर्नको लागि दृढ सङ्कल्प बोकेर लागिरहन्छौँ। एक दिन हाम्रो सपना अवश्य पुरा हुनेछ। हो आदरणीय दर्शक महानुभावहरू, हामी सपना नदेख्दा पुरा हुने कुरै भएन। त्यसैले सपना नदेख्दा भन्दा देख्दा राम्रो र सपना ससाना देख्नुभन्दा ठुला र महान सपनाहरू देख्नु राम्रो। किनकि जब हामीले ठुला र महान सपनाहरू देख्छौँ र पुरा गर्छौँ त्यो समयमा हाम्रा ससाना सपनाहरू पुरा भइसकेको हुनेछ। तर जब हामीले ससाना सपना देख्छौँ, ससाना सपना पुरा भएको समयमा ठुल्ठुला सपनाहरू अधुरै रहने गर्छन्। त्यसैले जीवनमा जति सकिन्छ ठुला र महान सपनाहरू देख्नु उत्तम मानिन्छ। जस्तै जब हामी प्लेन किनेर चढ्ने सपना देख्छौँ र जुन दिन हामी प्लेन किनेर चढ्ने सपना पुरा गर्छौँ त्यो समयमा हाम्रो साइकल, बाइक, गाडी, बस चढ्ने सपना पुरा भइसकेको हुनेछ। जब हामीले साइकल किनेर चढ्ने सपना देख्छौँ र जुन दिन हामी साइकल चढ्ने सपना पुरा गर्छौँ त्यो समयमा हाम्रो बाइक, गाडी, बस, प्लेन चढ्ने सपना सपनाकै रूपमा रहिरहने गर्दछ। त्यसैले जति सकिन्छ ठुला र महान सपना देखौँ र आफूलाई मेहनती र ज्ञान सिपले निखारेर र आफूलाई एकदमै परिपक्व बनाएर एक्स्ट्रा अध्ययन गरेर लागिरहौँ। एक दिन हाम्रो सपना अवश्य पुरा हुनेछ। राष्ट्रसङ्घको एउटा नारा छ, थिङ्क ग्लोबल्ली, एक्ट लोकल्ली। कुनै पनि मानिस सोच्दा संसारभरिको लागि, संसारभरिको मानिसको लागि सोच्ने र काम सुरुवात चाहिँ आफैदेखि र आफू जुन अवस्थामा छ त्यही अवस्थादेखि काम सुरु गर्नु भन्न खोजिएको हो यो नाराको भनाइअनुसार। त्यसैले सपना देख्दैमा कसैको पुरा हुँदैन, तर सपना ठुला र महान देखियो भन्दैमा एकैचोटि ठुला महान काममा हाम फाल्ने कुरा पनि हुँदैन। त्यसैले हामी ठुला र महान सपना देखिसके पछाडि काम चाहिँ हामी सानो सानो कामबाट सुरु गर्न सकिन्छ। त आफैदेखि आफू जुन ठाउँमा छ त्यही ठाउँदेखि काम सुरु गर्नु सकिन्छ। एउटा ठुलाभन्दा ठुला महल बन्नको लागि पनि एउटा सानोभन्दा सानो इँटाबाट सुरु हुने गर्दछ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, आज यस समकालीन
अवस्थामा यस दुनियाँमा यस संसारमा इलन मस्क नाम नसुन्ने व्यक्ति बिरलै होला, जो आज संसारमा सर्वाधिक धनी व्यक्तिको रूपमा रहेका छन्, जो आज सबैले टेक्नोलोजीको बादशाह भनेर चिन्ने गर्दछ। उनी कहिले पनि सर्वाधिक धनी व्यक्ति बन्छु भनेर सपना देखेका थिएनन्। उनी कहिले पनि टेक्नोलोजीको बादशाह बन्छु भनेर सपना देखेका थिएनन्। उनले सपना देखेका थिए कि म संसारमा मानिसहरूको लागि के काम गर्न सक्छु, म मानव जातिको उत्थानको लागि के काम गर्न सक्छु, म मानव जातिको लागि राम्रो काम के गर्न सक्छु भन्ने उसको सपना थिए। फलस्वरूप उनका सपना आज कति पुरा हुँदा नहुँदै आज संसारमा उनलाई सर्वाधिक धनी व्यक्तिको रूपमा चिन्ने गर्दछन्। आज उनलाई टेक्नोलोजीको बादशाह भनेर चिन्ने गर्दछन्। त्यसैले हामीले सपनाको भाँडो यति ठुलो बोकौँ कि त्यो ठुलो भाँडो भरिदासम्ममा हाम्रा साना सपनाहरू सबै भरिसकेको होस्। त्यसैले राष्ट्र महासङ्घको नारा छ नि, थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली। सपना देख्ने बित्तिकै ठुला सपनामा हाम फालिहाल्नु होइन, हामी सानो सानो कामबाट आफैबाट आफू जुन ठाउँमा जुन अवस्थामा छ त्यही ठाउँबाट काम सुरु गर्न सकिन्छ। त्यसैले ठुला र महान सपना पुरा गर्नलाई ठुला काम गर्नुपर्छ भन्ने होइन, ससाना कामबाट सुरुवात गरेर ठुला कामलाई पुरा गर्न सकिन्छ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, जब हामी चकलेट किन्न भनेर जान्छौँ हामी थोरै पैसा बोक्छौँ। जब हामीले घर किन्न भनेर बहुमूल्य चिजहरू किन्न भनेर जान्छौँ हामी धेरै पैसा बोक्ने गर्छौँ। त्यसरी नै जब हामीले ससाना सपना देख्छौँ हामी ससाना कुरामा बोल्छौँ, अल्मलिन्छौँ, ससाना मानिसहरूको सङ्गममा पर्छौँ, हामी त्यसैमा अल्मलिन्छौँ, ताकि साना सपना पुरा हुँदा पनि ठुला सपनाहरू अधुरै रहने गर्दछ। जब हामीले ठुला सपना देख्छौँ त्यही स्तरको मान्छेसँग भेटघाट गर्छौँ, त्यही स्तरको हामी सिप सिक्छौँ, अध्ययन गर्छौँ, त्यस्तै खालको हामी आइडिया टेक्निकहरू खोज्ने गर्छौँ। त्यसरी जब हामीले आफूलाई प्रिपेयर बनाउँछौँ, बलियो बनाउँछौँ, काम गर्छौँ, त्यसपछि हाम्रा ठुला र महान सपनाहरू अवश्य पुरा हुने गर्छ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, हरेक मानिसको सपना अवश्य पुरा हुन्छ जब उनले आफूलाई ज्ञान र सिपले निखारेर मेहनत साथ काम गर्छ। महान सपना देख्यो भन्दैमा उनको सपना त्यत्तिकै पुरा हुँदैन। सुतेर बसेर सपना कहिले पनि पुरा हुँदैन। सपना भनेको जब हामीले मेहनत साथ काम गर्छौँ, जब हामीले आफूलाई सिप र ज्ञानले निखारेर ठुला र अग्रजहरूको सरसल्लाह लिएर अघि बढ्छौँ, आफूले आइडियाहरू लगाएर काम गर्छौँ, एक दिन हाम्रो सपना अवश्य पुरा हुने गर्दछ भन्दै आजको यस भिडियो यहाँलाई कस्तो लाग्यो, यहाँको सल्लाह सुझाव र जिज्ञासा कमेन्ट बक्समा लेख्न नभुल्नुहोला भन्दै, यदि यहाँहरूले अहिलेसम्म पनि हाम्रो युट्युब च्यानल मिस्टर पदमजी सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नुहोस्, ताकि यहाँलाई यस्तै खालको प्रेरणादायी र जानकारीमूलक भिडियोहरू हेर्नबाट वञ्चित हुनु नपरोस् भन्दै आजको यस भिडियो अनि यहाँहरू माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।